त के बस्ती छ रे ब्यागी यो खतरा ब्यागी बस्थ्यो यो हावाभरि बढ्दै खेल्दै गरेर पनि एउटा टुर्नामेन्ट सकाएको थियौँ त्यो एकदम जितेर ल्याएको ट्रफीहरू यहाँ म देखाउन गइरहेको छु हाई गाइज नमस्ते वेलकम टु माई युट्युब च्यानल म चाहिँ आज पहिले सानोदेखि खेलिरहेको फुटबल खेलेको ग्राउन्डमा आएको छु पहिलाको भन्दा धेरै डिफ्रेन्स भएको छ यहाँ क्लबले बजेट सर्जेट सब ल्याएछ अहिले पहिला हामी शान्ति युवा क्लब र मालिका युवा क्लब भनेर दुईटा क्लब बनाएर खेल्थ्यौँ यहाँ तर अहिले चाहिँ बागमारा स्पोर्ट्स क्लब भनेर बनाएको छ जस ठाउँबाट बजेटहरू आइरहेको रहेछ अहिले ग्राउन्ड चाहिँ एकदम राम्रो भएको छ पहिला हामी कस्तो खाल्डो ग्राउन्ड त्यस्तोमा खेल्थ्यौँ अहिले चाहिँ एकदम बब्बाल भएको छ म तपाईँलाई हाम्रो यो बागमारा स्पोर्ट्सको ग्राउन्ड देखाउने छु गाइज भिडियोलाई अन्त्यसम्म हेरेर साथ सहयोग गरिदिनु होला अहिले चाहिँ हाम्रो बागमारा स्पोर्ट्स क्लबको अध्यक्ष चाहिँ गणेश चन्द हुनुहुन्छ उहाँलाई एकदम धेरै धन्यवाद यहाँबाट यो क्लबबाट अहिलेको अवस्थामा हाम्रो यो क्लबबाट हाम्रो नेसनल टिममा अनि नेपालको वुमेन्स लिगहरूमा चाहिँ धेरै बहिनीहरूले चाहिँ स्थान बनाएर खेलिराख्नु भएको छ अन्डर 17 अनि अन्डर 15 देखिको सम्पूर्ण खेलहरूमा अनि पार्टिसिपेट भइसकेको छ यही ग्राउन्डबाट ग्रास लेभलबाट खेलेको बहिनीहरू चाहिँ अहिले हाम्रो नेसनल खेल्नुहुन्छ वाइजहरूले भन्दा पनि गर्ल्सले एकदम राम्रो एचिभमेन्ट गरिरहेको छ ल यहाँ मर्निङ इभिनिङ दुइटै प्र्याक्टिसहरू गराउँछ यहाँको कोच चाहिँ अहिले हाम्रो विशाल बुढा भाइ अनि र अर्को अनि चन्द्र खड्का भाइ उनीहरूको चाहिँ एकदम ठुलो योगदान छ यहाँका नानी बाबुहरूलाई यहाँका भाइ बहिनीहरूलाई अनि फुटबलमा खेल्नुपर्छ फुटबल सिक्नुपर्छ फुटबल खेलेपछि फुटबलमा केही छैन भन्नेको लागि उनीहरूले राम्रो यहाँको बहिनीहरूलाई प्र्याक्टिस गराएर भाइहरूलाई प्र्याक्टिस बनाएर राम्रो ठाउँमा जोस् जिल्ला स्तरीय क्षेत्रीय स्तरीय प्रदेश स्तरीय अनि र केन्द्रसम्म खेल्ने अवस्था बनाएकोमा उनीहरूलाई धेरै धन्यवाद दिन चाहन्छु र अस्ति भर्खर थाइल्यान्डमा सम्पन्न एउटा खेलमा अन्डर 17 को खेलमा हाम्रो मिना चन्द बहिनी लक्ष्मी ओली बहिनी भर्खर खेलेर थाइल्यान्डबाट नेपाल फर्केका छन् उनीहरूलाई पनि धेरै शुभकामना दिन चाहन्छु बधाई छ अझै यस्तै प्रगति गर्दै जानु आफ्नो मेहनत र लगनशीलतालाई एकदम आत्मसात गरेर खेल्दै जानुहोस् होइन गाइज यही छ हाम्रो नानी बाबुलाई एकदम शुभकामना र यसमा अझै उल्लेखनीय अर्को भूमिका निर्वाह गर्ने बाहिर बसेर भए पनि नेपालमा आएर भए पनि एकदम उल्लेखनीय भूमिका गर्ने हाम्रो शिवराज पुन मगरलाई त झन् बिर्सिने नामै होइन ऊ झन् सबै यहाँको कोर्डिनेट गर्नेदेखि लिएर सम्पूर्ण कामहरू गरेका हुन्छन् ऊ एकदम हाम्रो परम मित्र साथी हुन् शिवराज ल शिवराजलाई यो यत्रो योगदान गरेकोमा एकदम धेरै धन्यवाद दिन चाहन्छौँ र क्लबले जहिले पनि शिवराजको कुनै ठाउँमा एउटा राम्रो मान्छेको नाम लिँदाखेरि नबिर्सिने नाम हो मैले अहिले सम्झिनै पर्ने मेरो सहकर्मी साथीहरू जो पहिलादेखि यहाँ सँगै एउटै ग्राउन्डमा फुटबल खेलियो चोट लाग्ने हरेक कुरा लडियो पढियो हरेक कुरा गरियो उनी साथीहरूलाई एकदम धेरै सम्झेको छु यहाँबाट राम पाठकको झन् नाम छुटाउने नामै होइन ऊ चाहिँ पहिला उसको बास्केटबल थियो उसको बुवाले अर्थात् हाम्रो अङ्कलले त्यहाँबाट विदेशबाट पठाइदिएको त्यो बास्केटबलमा हामीले हावाभरि अनि त्यसपछि पेन्चर थियो त्यो बल पेन्चर हुँदै पनि हावाभरि बढ्दै खेल्दै गरेर पनि एउटा टुर्नामेन्ट सकाएको थियौँ त्यो एकदम मिस गरेको छु त्यति बेलाका साथीहरू त्यो टुर्नामेन्ट हामीले नै जितेका थियौँ होइन अनि गाइज यो हाम्रो ग्राउन्डको छेउमा भएको स्कुल पहिला यहाँ सानो नानी बाबुहरू एउटा कुनै एनजिओ हो कि कुन चाहिँले यहाँ के अरे स्कुलहरू नानी बाबुहरूलाई पढाउने गर्थ्यो तर अहिलेको समयमा चाहिँ हाम्रो यो क्लबको घर भएको छ अनि यहाँबाट भित्र त जानलाई अहिले बन्द छ तर हाम्रो भाइ बहिनीहरूले जितेर ल्याएको ट्रफीहरू यहाँ म देखाउन गइरहेको छु राम्रो एचिभमेन्ट गरेका छन् हाम्रा भाइ बहिनीहरूले
र यो क्लबको भवन हो। यो इक्विपमेन्टहरू यहाँभित्र छन् सबै कुराहरू। जस हामी खेल्दाखेरि चाहिँ यति कुराहरू केही पनि थिएन। हामी त त्यसै आउँथ्यौँ, खेल्ने हो, खाली खुट्टा खेल्ने। अनि जुत्ता कहिले अब जुत्ता ल्याउने, कहिले नल्याउने, कहिले जुत्तै हुन्थेन। घर किन्दाखेरि खुट्टा भाँच्नलाई तेरो तँलाई जुत्ता किनिदिने भनेर यस्ता किसिमका हुन्थे। तर अहिले चाहिँ सबैले सपोर्ट गरेर यहाँ ल्याउनु भएको छ। अनि यो एकदम योगदान गर्ने हाम्रो गणेश चन्द मामालाई एकदम विशेष धन्यवाद दिन चाहन्छु। र यस्तै अपेक्षा पनि गरेका छौँ हजुरबाट। अनि यो स्कुल बनाइसकेपछि एउटा टोयलेट बनाएको भन्ने थियो। टोयलेट त पहिला चाहिँ हामीलाई युज गर्न दिइन्थेन, तर अहिले चाहिँ खै के गरेका छन्, अहिले चाहिँ सबैले युज गर्ने रहेछ। हाम्रो यतातिर छेउमा अहिले पानी टङ्की बनाएको छ, पहिला पानी टङ्की थिएन। अहिले यो बागमारा खानेपानी उपभोक्ता संस्थान भन्ने रहेछ। त्यसपछि यसका पनि विभिन्न कुराहरू एकचोटि मिडियाबाजी भएको थियो। यसको पनि कहाँ कर्मचारी नियुक्ति गर्दाखेरि विभिन्न कुरा भयो भन्ने भएको थियो। तर जे भयो नि यहाँको खानेपानीको टिमले पनि राम्रो काम गरोस् र विवादमुक्त भएर हरेक कुराहरू राम्रोसँग गरोस्। बागमारा अन्य ठाउँको भन्दा नमुना निस्कियोस्, जस्तो अहिले फुटबलमा निस्केको छ। यति राम्रो ग्राउन्ड छ हाम्रो, होइन? यो चाहिँ हाम्रो मञ्च। यसमा चाहिँ हाम्रो गेमहरू भएपछि यहाँ टेन्ट गाडेर अनि त्यसपछि यहाँबाट चाहिँ माइकिङ अर्थात् यहाँ होस्टले अर्थात् एङ्करले त्यसपछि यहाँ कार्यक्रममा गर्ने गर्छन्। यहाँ 30 विशेष कार्यक्रम पनि स्पेसल रूपमा हुने गर्छ। यो बागमारा स्पोर्ट्सले नै आयोजना गर्छ। चाहिँ हाम्रो चर्फेपिङ यो पहिल्यै बनेको, हामी यहीँ हुँदाखेरि बनेको थियो। तर यो जियोस् राम्रो छ। यसको जोइन्ट चाहिँ हाम्रो 30 को बेला मात्र गर्ने गर्दा रहेछन्। तर जियोस् राम्रो छ। हाम्रो बागमारा त्यस्तो नराम्रो चाहिँ होइन, र सबै मिलेर अझै राम्रो बनाउनुपर्छ बागमारालाई। चर्फेपिङ कति राम्रोसँग मजाले चर्फेपिङ खेल्न पाउनुहुन्छ सबैजनाले। यो तारबार गर्दा पनि हामीले धेरै उल्लेखनीय भूमिका निर्वाह गरेका छौँ। हामी सम्पूर्ण हाम्रो क्लबका साथीहरू, मणिराम पाठो, म, त्यसपछि हाम्रो राज ओली, त्यसपछि अनि कृपा, इन्द्र, यिनीहरू सबैजना हामी सबै मिलेर हामीले यो यिनी पोलहरू कहाँबाट बोकेर ल्याएर यो तारबार गर्नको लागि एकदम काम गरेका थियौँ। यसमा पनि एकदम खटेर डटेर काम गरेको ठाउँ हो यो बागमारा खानेपानी उपभोक्ता सरसफाइ समितिको हाम्रो यो पानी ट्याङ्कीमा फेरीको यहाँ 1 कुन्टल निस्किन्छ, होइन? यो पनि पहिलाको अलिअलिको फुटबल खेलाडी हो। त के बस्ती छ रे ब्यागी? यो खतरा ब्यागी बस्थ्यो यो। अनि त्यसपछि तेरो क्लबको नाम के अरे? गुल्रा युवा क्लबबाट फुटबल खेल्थ्यो यो अर्का खुट्टामा मात्र हान्ने काम गर्थ्यो यसले, अरू के गर्थेन यसले। ल गाइज, भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिएकोमा एकदम धेरै धन्यवाद दिन चाहन्छु। यस्तै भिडियोका लागि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक सेयर कमेन्ट सहित छोडिदिनु होला। अझ मलाई राम्रो भिडियो बनाउने हौसला प्रदान गरिदिनु होला। हस् त, धन्यवाद गाइज।